नमस्कार सबैलाई स्वागत छ हाम्रो क्लिक नेप युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्नेछौँ नेपाल कहिले टेस्ट राष्ट्र बन्न सक्छ र त्यो स्तरमा पुग्न नेपालले के गर्नुपर्ने छ भन्ने बारेमा। नेपालमा क्रिकेटको यात्रा सन् 1908मा सुरु भएको हो, तर अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिलो खेल सन् 1996मा मलेसियामा भएको एसिसी ट्रफीबाट थियो। त्यो समयदेखि सुरु भएको यात्रामा नेपालले अहिलेसम्म 2वटा टी20 विश्वकप खेलेको छ, ओडिआई मान्यता पाएको छ र फ्यानहरूको उत्साहका कारण काडिएका किड्स भनेर चिनिन्छ। र अहिले सबैभन्दा ताजा सफलता नेपालले 2026 को आइसिसी मेन्स टी20 वर्ल्ड कपका लागि क्वालिफाई गरिसकेको छ। यो नेपाली क्रिकेटको इतिहासमा अर्को सुनौलो अध्याय हो। अब नेपाली क्रिकेटको अर्को ठुलो सपना भनेको टेस्ट नेसन बन्ने हो र त्यो स्तरमा पुग्न आइसिसीका केही ठुला मापदण्डहरू पुरा गर्नुपर्ने छ। आइसिसीको पूर्ण सदस्यता बन्नका लागि 3 प्रमुख मापदण्डहरू छन्। बलियो र प्रादेशिक क्रिकेट बोर्ड, जुन अहिले क्यानले राम्रोसँग पुरा गरेको छ। आर्थिक स्तर, क्यान अहिले आर्थिक रूपमा पनि सक्षम देखिन्छ। निरन्तर अन्तर्राष्ट्रिय प्रदर्शन, यो भने अझै सुधार गर्नुपर्ने क्षेत्र हो। नेपालले विश्वकपमा निरन्तर सहभागिता जनाउनु पर्छ, पूर्ण सदस्य राष्ट्रलाई हराउनु पर्छ र महिला तथा अन्डर-19 क्रिकेटमा पनि सन्तुलित प्रदर्शन गर्नुपर्ने छ। 2026 को टी20 वर्ल्ड कपमा सहभागिता नेपालका लागि ठुलो उपलब्धि हो, तर यदि नेपालले 2027 को ओडिआई वर्ल्ड कपमा पनि सहभागिता जनाउन सक्यो भने त्यो सफलता हुनेछ। त्यो नेपाली क्रिकेटको इतिहासमा सबैभन्दा ठुलो छलाङ हुनेछ। यदि नेपालले 2027 को ओडिआई वर्ल्ड कपमा स्थान बनाउन सफल भयो भने नेपालले आइसिसीको दृष्टिमा इमर्जिङ फुल मेम्बरको सम्भावना धेरै बढ्नेछ। लगातार 2 ठुला विश्वकपमा सहभागिता हुनु नेपालका लागि विश्वस्तरको प्रदर्शनको परिमाण हुनेछ। त्यसैले नेपाललाई टेस्ट नेसनको बाटोमा एकदम ठुलो बलियो आधार दिनेछ। साथै आइसिसी र अन्य क्रिकेट राष्ट्रहरूबाट थप सहयोग लगानी र श्रृङ्खलाहरू खेल्ने मौका पनि बढ्नेछ। त्यसपछि नेपालले अफगानिस्तान र आयरल्यान्डले चलेको बाटो पछ्याउन सक्नेछन्, जसले लगातार विश्वकप खेल्दै टेस्ट नेसन बन्न सफल भए। नेपालमा अहिले क्रिकेटको पूर्वाधार विस्तार भइरहेको छ, जस्तै मूलपाती स्टेडियम, नेपाली प्रिमियर लिग र जय ट्रफी पुनः सुरु गर्ने तयारीमा छ, जसले टेस्ट क्रिकेटका लागि नयाँ प्रतिभा तयार पार्नेछ। अफगानिस्तानले भारत बीसीसीआईसँगको सम्बन्धबाट ठुलो सहयोग पाएको छ। नेपालले पनि यस्तै सम्बन्ध विस्तार गर्न सके कोचिङ, प्रशिक्षण र घरेलु संरचनाहरूमा गुणस्तरत्मक सुधार सम्भव छ। तर अझै पनि केही चुनौतीहरू छन्। सरकारको प्राथमिकताको कमी, बजेट अभाव र स्टेडियम निर्माणमा ढिलाइ विकासलाई असर पारिरहेको छ। मूलपाटी स्टेडियम जस्ता प्रोजेक्टहरू पूर्ण रूपमा तयार भए नेपालले अन्तर्राष्ट्रिय म्याचहरू घरेलु मैदानमै आयोजना गर्न सक्ने सजिलो हुनेछ। नेपाल अहिले सही बाटोमा छ। 2026 को टी20 वर्ल्ड कपमा स्थान बनाइसकेको छ र यदि 2027 को ओडिआई वर्ल्ड कपमा पनि पुग्न सफल भयो भने त्यो टेस्ट राष्ट्र बन्ने दिशामा ठुलो कदम हुनेछ। क्यानको सुधार, पार्साकाको नेतृत्व र फ्यानहरूको अपार समर्थनले यो सपना अब धेरै टाढा छैन। तपाईको विचारमा के नेपालले 2027 को ओडिआई वर्ल्ड कपका लागि क्वालिफाई गर्न सक्छ र नेपालले कहिले टेस्ट नेसन बन्ने सम्भावना देख्नुहुन्छ? तपाईको अनुभव कमेन्टमा लेख्न नबिर्सनुहोला। भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गर्न नबिर्सनुहोला भन्दै आजको लागि चाहिँ म भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड। जय नेपाल, जय नेपाली क्रिकेट।